हेलो साथीहरु, गुड मर्निङ। स्वागत छ मेरो यो अर्को नयाँ भिडियोमा। आज चाहिँ म चिकन बनाउन गइरहेको छु। यो चाहिँ लोकल चिकन हो। मैले चाहिँ यहाँनिर आधा केजी चिकन रेडी गरेको छु। मैले चाहिँ इन्डिया आएर फर्स्ट टाइम चिकन बनाउँदै छु। फर्स्टदेखि लास्टसम्म हेर्नु होला है त। मैले चाहिँ चिकनको लागि यहाँनिर धनिया अनि जिरा, दुईटा प्याज यसलाई चाहिँ मैले ग्राइन्ड गरेर यसरी यतिको बाक्लो बनाएर राखेको छु। त्यसपछि मैले जुन आधा केजी चिकनको चाहिँ मैले सानो सानो पिस गरेर यहाँ काटेर रेडी गरेको छु। ठुलो ठुलो पिस थियो, त्यही भएर सानो सानो पिस काटेर रेडी गरेँ। त्यसपछि मैले कराई बसाएको छु। कराई बसाएर म चाहिँ एकदमै कम तेलमा बनाउँछु, किनभनेदेखि चिकनमा अलरेडी मतलब बोसोहरू हुन्छ, त्यही भएर तेलहरू निक्लिरहेको हुन्छ। त्यही भएर एकदमै कम तेलमा बनाउँछु। मलाई चाहिँ कम तेलै मनपर्छ। यति तेल लगाएँ मैले। चिकन बनाउँदा चाहिँ एकदम सिन ग्यासमा बनाउनुपर्छ है। त्यसपछि मैले तेल गरम भएपछि यहाँनिर जुन रेडी गरेको मसलालाई एड गरेँ। मसलालाई चाहिँ एकदम ब्राउन हुने गरी पकाउनु पर्छ। त्यही भएर म चाहिँ एकदम ब्राउन हुने गरी पकाउँछु। यसलाई चाहिँ ढाकी ढाकी पकाउनु पर्छ। मतलब एकदम छोपेर पकायो भने चाहिँ यतिको हुन्छ। हेर्न सक्नुहुन्छ मसला एकदम पाकेर रेडी भएको छ। त्यसपछि मैले यहाँनिर मसला पाकेर रेडी भएपछि चिकनलाई एड गर्छु अनि एकदम मजाले चाहिँ यसलाई म म्याच गर्छु, अनि मिलाउँछु। त्यसपछि मिलाएपछि मैले यहाँनिर बेसार लगाउँछु। बेसार प्लस नुन, यो दुई चिजलाई लगाएर चाहिँ एकदम मजाले म्याच गर्छु। किनभने नुन चाहिँ अगाडि नै हाल्यो भने चाहिँ एकदम राम्रोसँग गलेर पाक्छ। मैले चाहिँ दुईटै एड गरिसकेँ। म चाहिँ बाँकी बाहिरको मसलाहरू चाहिँ केही पनि युज गर्दिनँ। जुन मैले मिक्सर गरेर पिसेर राखेको मसलामै पकाउँछु। अब यसलाई मैले मिलाएर यसलाई मैले राम्रोसँग ढाकिदिन्छु, पाक्नको लागि छोडिदिन्छु। मैले चाहिँ यहाँ 3टा टमाटर रेडी गरेको छु। मैले चाहिँ टमाटर काटेर रेडी गरेको छु। अब यसलाई चाहिँ लास्ट भागमा हाल्छु, किनभने चिकनलाई माथिबाट हालिदिएर टमाटर तल पारिदियो भने चाहिँ टमाटर राम्रोसँग गलेर पाक्छ। मैले चाहिँ यहाँनिर टमाटर हालिदिएँ। टमाटर हालेर मैले माथिबाट चिकन बनाइदिएँ। चिकनलाई माथिबाट चाहिँ ढाकिदिन्छु, किनकि राम्रोसँग पाक्छ। टमाटर चाहिँ एकदम राम्रोसँग गलेर पाक्छ, त्यही भएर टमाटर चाहिँ गलिसकेको छ एकदम राम्रोसँग, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ म राम्रोसँग चलाउँछु। अब राम्रोसँग यसलाई मिलाउने, हेर्न सक्नुहुन्छ एकदम राम्रोसँग गलेर पाकेको छ टमाटर। यतिको म्याच गर्ने। यसलाई राम्रोसँग चलाएर यसलाई फेरि ढाकिदिने। यसलाई मजाले ढाकी ढाकी पकाउने। ग्यास चाहिँ एकदम सिममा राख्नुपर्छ, किनभनेदेखि चाहिँ टाँसिन्छ। ग्यास जति सिममा राख्यो त्यति राम्रो हुन्छ। हेर्न सक्नुहुन्छ यतिको ग्रेभी भएर पाक्दैछ। अब चाहिँ पानी कम हुँदै गएपछि चाहिँ चिकन पनि पाक्दै जान्छ। मैले चाहिँ यसमा पानी एड गरेको छु, किनभने चिकन पाकेर रेडी भइसकेको छ। यसमा चाहिँ म पानी एड गर्छु ग्रेभीको लागि। पानी एड गरेर यसलाई राम्रोसँग ढाक्छु म। ढाकेपछि बाफेर राम्रोसँग पाक्छ। म यता धनिया रेडी गर्दैछु। मलाई हरियो धनिया हालेको चाहिँ एकदमै धेरै मनपर्छ। यता ग्रेभी पनि रेडी भएको छ। मैले धनिया पनि काटेर रेडी गरेको छु। जुन मैले काटेर राखेको धनियालाई चाहिँ अब म एड गर्छु, किनभने रेडी पनि चिकन पनि रेडी भइसकेको छ पाकेर।
यसलाई म राम्रोसँग मिलाउँछु। ल चिकन चाहिँ रेडी भएको छ। मैले चाहिँ यसरी बनाउने गरेको छु। हजुरहरूले कसरी बनाउनुहुन्छ यसरी बनाएर एकचोटि टेस्ट गर्नु होला। एकदमै टेस्टी, एकदमै मिठो, वाउ दामी हुन्छ। एकचोटि हजुरहरू पनि ट्राई गर्नु होला। थ्याङ्क यू सो मच।